दर्शक महानुभावहरू नमस्कार। यो हो जनआवाज न्यूज नेटवर्कमा यहाँहरूलाई स्वागत छ। हामी निकै महत्त्वपूर्ण समाचारका साथ उपस्थित हुने गर्दछौं। देश विदेशमा घटेका घटना परिघटना, देशभित्रको पछिल्लो राजनीतिक अवस्था र देशभित्र के कस्तो चलिरहेको छ भन्ने विषयका साथ उपस्थित भएका छौं। कृपया अन्त्यसम्म साथ दिनुहोला। यदि अहिलेसम्म हाम्रो च्यानलसँग जोडिनु भएको छैन भने सब्स्क्राइब गरी साथमा रहेको बेल आइकनलाई दबाई हामीसँग जोडिन नबिर्सनुहोला। राष्ट्रपति पौडेललाई भेट्न प्रधानमन्त्री कार्की पुगिन्। सरकारका मान्छेहरूले एमाले नेतृत्वमाथि षड्यन्त्र गरेको आरोप, जेनजीहरूको सम्झौतालाई सरकारले गर्यो अनुमोदन, राजपत्र प्रकाशित गरिने, जाँचबुझ आयोगको कार्यदिश गर्न अर्थात् कार्यक्रम थपियो र मङ्सिर 29 गतेको मध्यरातमा कांग्रेसको सदस्यता नवीकरण प्रणाली लुक हुने भएको छ भने भिजिट भिसा प्रकरण अख्तियारले कसलाई बनायो त प्रतिवादी। ईश्वर र महेश बस्नेतको सन्देश के भइरहेको छ त जुहारी चले जस्तो चलेको छ। यति बेला महेश बस्नेतले ईश्वरलाई भने महाधिवेशन पछि सय काम गर्नु पर्ला, त्यसपछिको बदला थाहा हुनेछ। कुवेतमा नेपाली घरेलु कामदारहरू प्रतिबन्धक शास्ति खुला गर्ने कि नगर्ने भन्ने सरकार अन्यलमा, जेनजीको 10 बुँदे सम्झौता अनुमोदन गर्ने सरकारको निर्णय, देउवा प्रतिनिधि सभा निर्वाचनका लागि डडेलधुराबाट एकल सिफारिस। ओलीको चुनौती, 141 वटा पार्टी मिलेर कांग्रेस र एमालेसँग भिड्न आए पनि नसक्ने उनको दाबी। भेनेजुएलको किनारामा तेल ट्याङ्कर कब्जा गरेको अमेरिकीको घोषणा र सरकारसँग भएको सम्झौताबाट जेनजी प्रतिनिधिहरू उत्साहित, तर ठूला दलहरूले उठाए वैधानिकताको प्रश्न। मिडिया ट्रायल बढी भयो, म माथि पुरै नेपाल दुश्मनी लागे जस्तो लाग्यो, तर म डराउँदैन केपी ओली। र यसै गरी विभिन्न ठाउँमा हेर्ने हो भने सुदन गुरुङ लगायतलाई प्रधानमन्त्रीले 2 करोड 67 लाख खर्च गरेको आरोप पनि आएको छ। पुराना दल र तिनका सोचबाट देश बदलिँदैन, साम्पाङको भनाई। सत्तामा रहँदा सुरक्षाका लागि राज्य पुरै संयन्त्र गर्न नहुने केपी शर्मा ओलीको भनाई। यति बेला विभिन्न ठाउँ गाउँ र विभिन्न देशहरूमा पनि यस्तै आन्दोलन चलिरहेको बेला नेपालको आन्दोलनले पनि कुन किराना लैजाने हो अर्थात् यसमा के हुन्छ हुँदैन भन्ने कुराको पुरै नबुझिकन यति बेला जेनजी आन्दोलनका अगुवाहरूले पनि आफ्नो माग उठाएको भन्दै विपक्षी दलहरू असन्तुष्ट रहेका छन्। गाँसबास, शिक्षा, स्वास्थ्यको, रोजगारीको ग्यारेन्टी गर्नुपर्ने भन्दै जनता सडकमा उत्रिए तापनि तर जुन जोगी आए पनि कानै चिरेको जस्तो जेनजीहरूले पनि केही गर्न नसकेको भन्दै जनताहरू निराश परेको अवस्था देखिएको छ। र यसमा अझ महत्त्वपूर्ण समाचार हेर्ने हो भने गिरिबन्धु टी स्टिल र त्यसपछि भुटानी शरणार्थी काण्ड र काण्डले भरिएको हाम्रो देश व्हाइट बडी काण्ड कसरी हेरिँदैछ त सुशीला कार्की नेतृत्वको सरकारले यी फाइलहरू खोल्छ कि खोल्दैन भन्ने निकै महत्त्वपूर्णका साथ हेरिएको छ। 2 दिन भित्र केपी ओली र रमेश लेखकलाई सोधपुछका लागि बोलाउने पनि सरकारले तयारी गरेको छ। सोधपुछको लागि मात्र बोलाउन कि यिनीहरूलाई कोठाघरमा ल्याउने भन्ने जेनजीहरूको एकमत देखिएको छ। रवि लामिछानेको सम्भवतः उनको बारेमा पनि निकै महत्त्वपूर्ण समाचार आएको छ। कृपया अन्त्यसम्म साथ दिनुहोला। सुरु गरौँ पहिलो र विशेष खबर। सर्वोच्चलाई गृह मन्त्री लेखकको जवाब, घुसपैठको बल प्रयोग भयो, मेरो भूमिका केही पनि छैन। पूर्व गृह मन्त्री रमेश लेखकले यस्तो विषय परिस्थितिका कारण भदौ 23 गते जेनजी आन्दोलनमा गोली चलेको दावी गरेका छन्। उनले प्रदर्शनकारीहरूले हात-हाती हुनुमा आफ्नो पनि कुनै भूमिका नरहेको बताएका छन्। जेनजी आन्दोलनमा दमन गर्नेहरूलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याउनु पर्ने मागसहित दायर रिट निवेदनको जवाबमा तत्कालीन गृह मन्त्री लेखकले 21 जनाको हात-हाती हुने गरी भएको बल प्रयोगको जिम्मा लिन अस्वीकार गरेको हो। गृहमन्त्री बहाल रहँदासम्म पदीय हैसियतले जिम्मेवारी पूरा गर्दा गर्दै विषय परिस्थिति सिर्जना भई हिंसात्मक गतिविधि सिर्जना हुन गएको लेखकले लिखित जवाबमा भनेका छन्। त्यसमा मेरो कुनै पनि भूमिका नभएको रिट निवेदन खारेज होस् भन्ने लेखकको चाहना छ। जेनजी युवा समूहले शान्तिपूर्ण हुने भनेको प्रदर्शनमा घुसपैठ भई बानेश्वर स्थित सांसद भवनमा उग्र हिंसात्मक र विध्वंस प्रदर्शन भएको भन्दै उनले त्यसको कारण दुःखदायी र अल्पकालीन घटना भएको जिकिर समेत गरेका छन्। 21 जनाको ज्यान जाने गरी भएको घटनाले आफूलाई अत्यन्त पीडाबोध भएको भन्दै तत्कालीन गृहमन्त्री लेखकले त्यही दिन नैतिकताको आधारमा आफूले राजीनामा दिएको दावी समेत गरेका छन्। राजीनामा दिएको भोलिपल्ट अर्थात् भदौ 24 गते घटेका घटना आफूलाई प्रश्न गर्न नमिल्ने दावी गरेका छन्। उनले लिखित जवाफमा भनेका छन्, तत्कालीन गृहमन्त्रीबाट प्रधानमन्त्रीसम्म राजीनामा दिइसकेको हुँदा भदौ 24 गतेको
घटेको घटनाबारे मैले पदे जिम्मेवारी बोक्ने विषय नभएको रमेश लेखकले बताउने गरेका छन्। तर किन अहिलेसम्म सरकारले केही गर्न सकेन छ? किन के भइरहेको छ त? आखिर यो देशमा बबन्डर मचाउनेहरू हिँडिरहेका छन्, खुला गरिरहेका छन्, खुला छाती खोलिरहेका छन्, उल्टै सरकारलाई आरोप प्रत्यारोप दिइरहेका छन्। तर सरकारले भने अहिलेसम्म एउटा सोधपुछ समेत गर्न सकिरहेको छैन। यसरी हेर्ने हो भने जुन जोगी आए पनि कानै चिरेको भन्ने यही हो भन्ने कुरा प्रष्ट देखिएको छ। त्यसैले पनि यो देशमा घाँस कपास शिक्षा स्वास्थ्यको पुनर्स्थापना गर्नको लागि कसले गर्ला त काम? किन यस्तो भइरहेको छ? सुशीला कार्कीले चाह्यो भने 5 दिनमा भ्रष्टाचारी निर्मूलन गर्न सकिन्छ, भ्रष्टाचारीलाई नियन्त्रण गर्न सकिन्छ भन्ने प्रधानमन्त्री आज हुनुहुन्छ। हिजो बिहान त्यसो भन्ने सुशीला कार्की आज प्रधानमन्त्री हुनुहुन्छ। तर अहिलेसम्म काम भने कछुवाको चाल जस्तै देखिएको छ। सम्झौता अनुमोदन सरकारले जेनजी समूहसँग बुधबार भएको सम्झौतालाई अनुमोदन गर्ने निर्णय गरेको छ। सिंहदरबारमा बिहिबार बसेको मन्त्री परिषद बैठकले प्रधानमन्त्री सुशीला कार्की र जेनजी समूहका प्रतिनिधिहरू बीच भएको सहमतिलाई अनुमोदन गर्दै राजपत्र प्रकाशित गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले जानकारी दिएका छन्। भिजिट भिसा मार्फत विभिन्न देशमा पठाउँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यगमन विभागबाट हुने सेटिङ वा 2 ट्राभल कम्पनीमा सञ्चालक मार्फत घुस लेनदेन हुने गरेको भेटिएको छ। यस प्रकरणमा तत्कालीन विमानस्थल अध्यगमन कार्यकालका प्रमुख तीर्थराज भट्टराईलाई 69,80,000 रुपियाँको बिगो दाबी गरी भ्रष्टाचार मुद्दा दायर गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भट्टराई सहित 7 जनालाई प्रतिवादी बनाएको छ। अशस्त्र प्राधिकरण यति बेला नेपाल नागरिक उड्डयन प्राधिकरणको अस्तव्यस्तता बढेको छ। उच्च कर्मचारी विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेसँगै प्राधिकरणको निर्देशकालयमा स्तर महत्त्वपूर्ण 3 विभाग खाली भएको छ। एनपीएल लुम्बिनी ल्यान्ड्सले दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियम लिग एनपीएल टी ट्र्याक्सद्वारा क्रिकेट अर्थात् टियु क्रिकेटमा फाइनलमा पुगेको छ। बिहिबार भएको खेलमा लुम्बिनीले विराटनगर किङलाई 40 रनले हराउँदै फाइनलमा स्थान आफ्नो ओगटेको हो। लुम्बिनी अब फाइनलमा सुदूरपश्चिम रोयल्ससँग सामना गर्नेछ। सम्पादकसँगको ओली नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू हावा भरेको भकुण्डो जस्तो भएको बताएका छन्। एमालेको 11औं महाधिवेशनको संघारमा बिहिबार काठमाडौँमा सम्पादकसँगको साक्षात्कारत्मक अध्यक्ष ओलीले विषय विपक्षित आफूहरूमाथि गरेको आक्रमण संकेत गर्दै आफूले हावा भरेको भकुण्डो जस्तो तुलना गरेका छन्। कांग्रेसको प्रतिनिधि छनौट नेपाली कांग्रेसका प्रभावशाली नेता किशोर प्रसाद सिटौलाको गृह जिल्ला झापा क्षेत्र नम्बर 3 मा उम्मेदवारी सिफारिस प्रक्रिया सँगै पार्टी भित्रको विवाद सतहमै पोखिएको छ। आगामी निर्वाचनका लागि क्षेत्रीय समितिले नेता सिटौलाको छोरा श्यामलाई जेनजीको प्रतिनिधित्व भन्दै सिफारिस गरेपछि असन्तुष्ट पक्षहरूले विद्रोहको चेतावनी दिएका छन्। एकता भाँडियो राष्ट्रिय स्वतन्त्र पार्टी र उज्यालो नेपाल पार्टी बीच उनेपा बीचको एकता भाँडिएको छ। जेनजी आन्दोलनको भावनालाई समेट